नमस्कार, म दीपक ओझा। नेपाल प्रकृतिको अनुपम क्यानभास, संस्कृतिको जीवन्त धरोहर, अनन्त सम्भावना बोकेर पनि नेपाल किन विश्वको पर्यटकको हब बन्न सकेन? जहाँ 8000 मिटर भन्दा अग्ला हिमालहरू थुप्रै उभिएका छन्, जहाँ गौतम बुद्धको जन्मभूमि लुम्बिनी रहेको छ, जहाँ हिमाल, पहाड अनि तराईको अद्भुत विविधता एकै देशमा भेटिएको छ, जहाँ होमस्टेमा बसेर घरमै पकाएको दाल भात तरकारीको स्वादले पर्यटकलाई आफ्नै घरमा बसेको जस्तो अनुभव दिन्छ। तर पनि लाखौं पर्यटकहरू अझै हाम्रो गाउँ र दुर्गम हिमाली काखहरूमा किन पुग्न सकेका छैनन्? किनकि हामीले यो सम्भावनाहरूलाई सही तरिकाले विश्वव्यापी बजारमा जोड्न सकेका छैनौं। अब समय आएको छ नेपाललाई पर्यटकको नयाँ युगमा लैजाने। हरेक गाउँमा होमस्टे, स्थानीय खाना, ढिक्री, गुन्द्रुक अनि सेलरोटी, लोकनाच, हस्तकला अनि परम्परागत जीवनशैली पर्यटकका लागि ठूलो आकर्षक बन्न सक्छ। पहाडका गुरुङ मगर गाउँहरू अनि हिमाली शेर्पा बस्तीहरू, यी सबैलाई विश्व बजारमा जोडेर विश्वकै ब्रान्ड बनाउन सकिन्छ। गाउँलेले नै कमाउने अनि गाउँमै रमाउने, यही नै हाम्रो दिगो पर्यटनको भविष्य हो। पोखरा, भैरवा र धनगढीलाई अन्तर्राष्ट्रिय पर्यटकको केन्द्र बनाउन पहल गर्ने अनि साहसिक पर्यटकहरूलाई नयाँ उचाइ दिनका लागि नयाँ अभ्यासहरू सुरु गर्ने, बन्जी अनि प्याराग्लाइडिङलाई विश्वव्यापी मार्केटमा लैजान सक्ने अनि पोखरालाई विश्वकै प्याराग्लाइडिङ राजधानी घोषणा गर्ने अनि चितवनलाई जङ्गली सफारीको 1 नम्बर गन्तव्य बनाउने। प्राय विश्वलाई हेर्ने हो भने आज पर्यटकहरू इन्स्टाग्राम, फेसबुक, टिकटक, युट्युबहरूमा बढी भेट्ने गर्छन्। नेपाललाई चिनाउन विश्वका युवाहरूलाई लक्षित गरेर सशक्त डिजिटल अभियान सुरु गर्नुपर्छ अनि भिजिट नेपाललाई डिजिटल युगमा अपग्रेड गर्नुपर्छ। यदि यी कदमहरू साँच्चै लागू भयो भने पर्यटनले मात्रै नेपालमा करोडौं रोजगारी सिर्जना गर्न सक्छ, ग्रामीण अर्थतन्त्रलाई बलियो बनाउन सक्छ। किनकि नेपालसँग हिमाल छ, प्रकृति छ, आफ्नै परम्परा, आफ्नै संस्कृति छ। अब मात्र नेपाललाई चाहिएको सही योजना र सही नेतृत्व हो। नेपाललाई पर्यटकको विश्व गन्तव्य बनाउन हाम्रो अभियान त जारी भइसक्यो। अब तपाईको अभियान सुरु गर्नुहोस्। धन्यवाद।